रियलिस्टिक इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा अक्टोबर इन्टेकको लागि सिट छ। गएकोमा सिट छ, सिट मात्रै होइन, सिट सँगसँगै मैले तपाईँहरूको सामु एउटा यस्तो अवसर लिएर आएको छु कि त्यो अवसरले चाहिँ तपाईँहरूको भविष्य चाहिँ एकदमै उज्जवल हुनेवाला छ। जापानमा स्टुडेन्ट भिजामा जाँदाखेरि स्टुडेन्ट्सहरूले जाने भनेको ल्याङ्ग्वेज कोर्सकै लागि हो। ल्याङ्ग्वेज कोर्स सकिसकेपछि चाहिँ कोही स्टुडेन्ट्सहरू दाइकाकु जान्छ, कोही स्टुडेन्ट्सहरू सेन्मन जान्छ, राइट? प्रोसेस यही नै हो। तर यो गएकोमा चाहिँ तपाईँहरूको ल्याङ्ग्वेज सकिसकेपछि चाहिँ तपाईँहरूले चाहिँ खाइगो पढ्न पाउनुहुन्छ। खाइगो कोर्स भनेको के रहेछ त? खाइगो चाहिँ नर्सिङ फ्याकल्टीमा पर्छ। खाइगो भनेको चाहिँ नर्सिङ केयर ओर केयर गिभर भनिन्छ है यसलाई चाहिँ। बच्चैदेखि नर्स बन्न मन थियो, बच्चादेखि नर्सिङ पढ्न मन थियो, कुनै अवस्थाको कारणले, कुनै सर्कमस्टेन्सको कारणले यी तपाईँहरूले पढ्न पाउनु भएको थिएन भने चाहिँ यो चाहिँ तपाईँहरूको लागि चाहिँ एकदमै राम्रो अवसर हुनसक्छ। तपाईँहरू चाहिँ हाम्रो कन्सल्टेन्सीमा आएर हाम्रो गएकोमा तपाईँहरूले अप्लाई गरेर ल्याङ्ग्वेज कोर्स सकेर तपाईँहरूले चाहिँ नर्सिङ पढ्न पाउनुहुनेछ। गएको ए ग्रेड गएकोको लोकेसन टोकियो र हिरोसिमामा छ। तपाईँहरू टोकियो पनि अप्लाई गर्न सक्नुहुन्छ, हिरोसिमा पनि अप्लाई गर्न सक्नुहुन्छ। तपाईँहरू जाने भनेको स्टुडेन्ट भिजामा हो। तपाईँहरूले सुरुमा अरू गएकोमा पढे जस्तै तपाईँहरूले चाहिँ ल्याङ्ग्वेज कोर्स तपाईँहरूले पढ्नुपर्ने हुन्छ। ल्याङ्ग्वेज कोर्स सकिसकेपछि चाहिँ तपाईँहरूलाई चाहिँ खाइगो पढाउँछ गएकोले नै। तपाईँहरूले नर्सिङ पढ्न पाउनु। तपाईँहरूले खाइगो पढिसकेपछि चाहिँ तपाईँहरू चाहिँ एउटा सर्टिफाइड केयर गिभर बन्ने मौका तपाईँहरूले पाउनुहुनेछ। तपाईँहरू एउटा सर्टिफाइड केयर गिभर भइसकेपछि तपाईँहरूलाई आउने अपर्च्युनिटिजहरू कति के अपर्च्युनिटी आउँछ त्यो कुराहरू तपाईँहरूलाई आफै पनि थाहा छ। एउटा सर्टिफाइड केयर गिभर भइसकेपछि चाहिँ जापान या कुनै पनि अरू देशमा आउने अवसरहरू, आउने अपर्च्युनिटीहरू कति के हुन्छ भन्ने कुराहरू चाहिँ तपाईँहरूलाई एउटा यो कुराको तपाईँहरूलाई जानकारी छ। तर तपाईँहरूलाई अहिले चाहिएको भनेको चाहिँ एउटा स्टुडेन्ट भिजामा चाहिँ अहिले तपाईँलाई चाहिने भनेको चाहिँ मेन भनेको चाहिँ राम्रो गएको सिओए आउन पर्यो। त्यसपछि चाहिँ गएकोले पनि तपाईँलाई खाइगो पढाउने कुराहरू चाहिँ यहीँबाट हामीले प्रमिस गर्न पर्यो र हामीले यहीँबाट साइन गरेर हामीले पठाउँछौँ पढाउन चाहिँ। तपाईँहरूलाई चाहिएको भनेको अहिले चाहिँ तपाईँहरूलाई एउटा अपर्च्युनिटिज हो, पढ्ने अपर्च्युनिटी हो नि त तपाईँलाई अहिले चाहिएको चाहिँ। सुरुमा त पढ्न पर्यो, सुरुमा पढिसकेपछि बल्ल तपाईँहरू सर्टिफाइड केयर गिभर हुने हो। त्यो कारणले त्यो पढ्नको लागि, त्यहाँ जानको लागि त तपाईँहरूलाई त हामी चाहियो, एउटा राम्रो कन्सल्टेन्स त तपाईँहरूलाई चाहियो। जस्तो तपाईँहरूलाई चाहिँ ल्याङ्ग्वेज सकिसकेपछि खाइगोले पढाउँछु भनेर पठाउने कन्सल्टेन्स तपाईँलाई चाहियो र त्यही गएको नै तपाईँलाई चाहियो नि त सुरुमा चाहिँ। त्यसको लागि चाहिँ तपाईँहरू चाहिँ हाम्रो कन्सल्टेन्सी आउनु पर्यो। यहाँ आउनुहोस्, मजाले यो विषयमा बुझ्नुहोस्। बुझिसकेपछि तपाईँहरूले चित्त बुझ्यो भने तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ। इन्टरभ्यू चाहिँ तपाईँको चाहिँ यही हप्ता नै इन्टरभ्यू हुनेछ। तपाईँहरूले बकाइदा तपाईँहरूले इन्टरभ्यू फेस गर्नुहुन्छ गएकोको चाहिँ। तपाईँहरूलाई यो विषयमा, खाइगोको विषयमा, नर्सिङको विषयमा चाहिँ तपाईँहरूले चाहिँ गएकोसँग पनि तपाईँहरूले मजाले बुझेर तपाईँहरूले अगाडि बढ्न सक्नुहुनेछ। To make your career, first of all, you have to apply, you have to go there, you have to complete your language course. त्यसपछि बल्ल तपाईँहरूले खाइगो पढ्ने हो अनि खाइगो पढिसकेपछि बल्ल तपाईँहरू सर्टिफाइड केयर गिभर हुने हो। त्यसको लागि चाहिँ सुरुको स्टेप, सुरुको प्रोसेस भनेको हामी हो। त्यो कारणले चाहिँ यदि तपाईँहरू आफ्नो भविष्य उज्जवल बनाउन चाहनुहुन्छ, तपाईँहरूलाई चाहिँ यो फिल्डमा इन्ट्रेस्टेड हुनुहुन्छ, तपाईँहरूलाई नर्सिङ फिल्डमा आउनु मन छ र नर्सिङ फिल्डमै तपाईँहरूले आफ्नो करियर बनाउनु मन छ भने चाहिँ दिस क्यान बी अ गोल्डन अपर्च्युनिटी फर यु अल. So if you're interested, then welcome to Realistic International Education Consultancy. Thank you.